Please, no sound. त्यसै गरी पात्रेपुर सामुदायिक होमस्टेका अध्यक्ष थोरै केही कुराहरू राख्छु हुन्छ तपाईँहरूले सबै खासमा नामहरूले होमस्टेको सन्दर्भमा केही कुराहरू Sorry. सबै आउँछ यो सिङ्गम रिटर्न्स ब्लग है ठिक छ भेरी गुड भिडियो चलिरहेछ ए हेलो ल अलिकति किचनको काममा अलि सहयोग पुर्याउनुहोस् है हो भेरी गुड नाइस गिभ इट अप व्हाट आर यु डुइङ राइट नाउ हेलो ओके सो भेरी नाइस है राम्रो सिन आएको छ इन्जोइङ या भेरी गुड एन्ड प्लिज टेक केयर है इट्स भेरी स्लिपी हियर सो यु हेभ टु वर्क हार्ड खै लिटल पपी इज ओभर हियर सानो पपी पनि छ है कोको ल ठिक छ है अलि हेल्प चाहिँ गर्नुहोस् है ठिक छ हो प्लिज हेल्प गर्नुहोस् है ल ठिक छ होस् हेलो छोरी के बनाउँदै बनाउनुहोस् त एकचोटि बनाउनुहोस् त हो ल भेरी गुड ल ठिकै छ यो हाम्रो सुधारिएको चुलो अर्को पनि तल हाल्नु बस अनि बोल्नु ल हो सिक्नुपर्छ
नाइस पापड हिँड्यो ल हो भेरी नाइस ल नानीहरू के गर्दै हुनुहुन्छ भनिदिनुहोस् त तपाईँहरू अहिले सिङ्गम रिटर्न्स भ्लगमा हुनुहुन्छ र स्कुलको एउटा प्रोजेक्ट अन्तर्गत तपाईँहरू पाटलिखितमा आउनु भएको छ त्यो भएको हिसाबले एकदम राम्रो प्रोजेक्ट मलाई लागिरहेछ के भन्न चाहनुहुन्छ हो है एउटा जीवनमा जुन स्किल सिक्नुपर्नेहरू जीवनमा लाइफ होइन जीवन उपयोगी सिपहरू तपाईँ सिक्दै हुनुहुन्छ जुन यो जीवनमा अत्यन्तै आवश्यक कुरा हो यो होइन यो बनाउने पकाउने भन्ने चाहिँ जसले पनि सिक्नुपर्ने कुरा हो सानै बेलादेखि होइन ठिक छ भेरी गुड किप इट अप यिनीहरू मेरोमा आउँछ सबै सरले लिएपछि यिनीहरू केही पनि गराउनु परेन ल यो यसैमा इन्भल्भ हो प्रोजेक्टमा पछि फोटो एट्याच गर्ने है आफू खिच्ने अनि यसरी हेलो जतिन अब यो के छ बाबुहरू सबै अनुज तिमीहरू सबै ठिक छौ के बनाउँदैछ बाबु तिमीहरू आलु खै एकछिन हेरौँ ल भेरी गुड ल है राम्रोसँग बनाउनुहोस् ल ल ल बहिनीलाई नमस्कार छ मेरो च्यानल सिङ्गम रिटर्न्स भ्लगमा केही प्रश्न चाहिँ म गर्न चाहन्छु होइन यो हाम्रो यो होमस्टे चाहिँ सञ्चालन भएको धेरै भयो है कति वर्ष भयो होला 15 वर्ष जति भयो यो हाम्रो यो होमस्टे 15 वर्ष अगाडि सञ्चालन भएको भने त्यति बेलाको अवस्था कस्तो थियो भर्खरै हुँदा चाहिँ कम आउने अब विदेशीहरू भन्दा पनि चाहिँ नेपालीहरू आएर कस्तो छ भनेर प्रतिक्रिया दिँदाखेरि र अनि विदेशी आएर छुट्टै प्रतिक्रिया दिँदाखेरि अनुभव छुट्टै नै ए हाम्रो यो पाटलिखेत जुन काभ्रेपलाञ्चोकमा अवस्थित छ यहाँको मुख्य विशेषता चाहिँ के हुन् यहाँको यो होमस्टेको विशेषता चाहिँ हाइकिङ अनि हाइकिङ यहाँबाट नम्बुद्धाको हाइकिङ ए अनि त्यसपछि यो कल्चर प्रोग्राम जस्तै हाम्रो यो गाउँठाउँमा हुने यहाँको गायनहरू नृत्यहरू भनेपछि हाम्रो हजुरले यहाँनिर नमोबुद्धको कुरा गर्नुभयो भनेपछि नमोबुद्धसम्म हाइकिङको लागि चाहिँ यहाँ पर्यटकहरू चाहिँ टाढाबाट आउने गर्छन् ए कति जति लाग्छ भन्नाले कति समय जति लाग्छ यो नमोबुद्धको हाइकिङ 40 मिनटभित्रमा हामी नमोबुद्धको त्यो उता मन्दिरभित्र पुग्न सक्छौँ ए अनि अरू के विशेषता छ हाम्रो पाटलिखेतको चाहिँ यहाँको अर्ग्यानिक तरकारी ए अनि यहाँको चाहिँ जस्तै भनौँ जस्तै हामीले यहाँबाट चाहिँ जस्तै हिमालहरूको भ्यू होइन दृश्य अवलोकन गर्न सकिन्छ कि सकिँदैन ए हामी कुरा गरिदिन्थ्यौँ कि अब यहाँनिर हामीले जुन युट्युबहरूमा हामीले सर्च गर्ने बेलामा अब हिमालको भ्यू हामीले देख्यौँ त्यो भएको हिसाबले देख्न पाइन्छ कि भन्ने आश थियो त्यो आज देख्न चाहिँ पाइएन है बादलले गर्दा के छुक्यो र हामीले यो हिमाल भ्यू गर्नको लागि चाहिँ कुन समयमा आउनुपर्छ राम्रोसँग र अलिक ढिलासम्म किनभने लामो दिन हुने भएकोले चाहिँ अलिक ढिलासम्म नर्मली हाम्रो यो चाहिँ होमस्टेमा कतिवटा घरहरू छ पहिला सञ्चालन गर्दा चाहिँ 12-13वटा थियो अहिले चाहिँ 17-18 भनेपछि अहिले 17-18वटा 12-13वटाबाट अहिले बढ्दै 17-18वटा र यो बढ्ने क्रममा नै छ ए ल हजुरलाई धेरै धेरै शुभकामना छ यो पाटलिखेतमा अझ पनि होमस्टेले अझ पनि घरहरू सङ्ख्या बढाउन सकियोस् र धेरै धेरै पर्यटकहरूलाई चाहिँ यहाँ भित्र्याएर नेपालको जुन इकोनोमिक स्ट्याटसलाई राम्रो बनाउन सकोस् हस् धन्यवाद ल है ल गुरुजी के छ हालखबर भन्नुहोस् एकदम तपाईँलाई सिङ्गम रिटर्न्स भ्लगमा स्वागत छ थ्याङ्क यू सो मच है
थ्याङ्क यू आजको हाम्रो प्रोजेक्ट चाहिँ के विषयमा छ दुई शब्द बोल्नु विशेष गरी आज चाहिँ हाम्रो यो भन्नुपर्दा जातीय विविधता अनि कृषि प्रणालीको बारेमा जुन यो एग्रिकल्चर सिस्टम छ हजुर यसको बारेमा चाहिँ हामी अब विशेष प्रत्यक्ष अवलोकनमा छौँ भनौँ न हजुर त्यही हो आज खास स्पेसल चाहिँ यो ठाउँको स्पेसियालिटी के देख्नुहुन्छ सर तपाईँले यहाँ चाहिँ अनेकतामा एकता भन्ने जुन कुरा छ त्यो चाहिँ ठ्याक्कै हामीले यो कम्युनिटीमा पाउन सक्छौँ हजुर किनभने यहाँनिर विभिन्न जाति त्यस्तै गरेर विभिन्न पेसाका मान्छेहरू चाहिँ एउटै कम्युनिटीमा रमाएर घुलमिल भएर बसेको हामी देख्न पाउँछौँ यही नै पहिलो चाहिँ एउटा यहाँको चाहिँ शिक्षा अथवा ज्ञान हामीले यहाँबाट प्राप्त गर्न सक्ने भयो ठिक छ हो अब रिपोर्ट राम्रो बन्छ खतरा भन्छ हो ल ठिक छ नि खुसी छौ नि नयाँ एक्सपिरियन्स छ कि छैन छ नि हो ल भेरी गुड नयाँ एक्सपिरियन्स छ है अनि के अरू बेला भन्दा एक्सकर्सनको फरक के पायो त योचोटि योपालि गर्मीमा शीतल ठाउँ भयो होइन अनि यस्तो माटोको घर पनि देखियो प्लस यो फार्मिङहरूको बारेमा नि बुझियो घरको माटोको छैन अनि काठमाडौँमा त कहाँ माटोको हुन्छ होइन अहिले आफ्नो साथीहरू बस्ने पनि भने यहाँ पनि अब अरू भन्दा यो अझै टिपिकल छ के बाबु होइन कि छैन टिपिकल छ नि एकदमै है गाउँले परिवेश टक्क मिलेको हेर त यो देखेको थियौ त ल भेरी गुड है यसको इन्जोयमेन्ट चाहिँ ल्याऊ है यसको एकदम मजाले इन्जोय गर है यो कुरालाई है त ल अन्त तातो पानी लिने कि चिसो चिसैले हो तातोले पनि छ भनेर के खान्छु भन है त्यो त बाबुहरू लाज मान्नुहुन्न मागी खाने हो आफै थपेर खाने हो जे पनि पाइन्छ उहाँलाई त हातले सजिलो चम्चा पनि छ जसो गरौँ भने नि हस् अब हात धौँ अब खाना त हामीलाई साथी नि लागौँ अनि खोइ बाबु म्याट लाग्यो यो मकैहरू चाहिँ सबै भाँचिसकेको हरियो मकै नै हरियो मकै खोज्ने आएछन् हजुर अनि हरियो काठमाडौँ एरियाकै मान्छे होला यो कसरी पर्छ यहाँ गोटादेखि ओटा होइन यहाँ त हचुवामा बेलुकाको खाजामा चाहिँ बरु यो मकै मिल्छ भने गरिदिनु न बनिसक्यो होला हामीले होइन नि त हजुर खाजा बिहान होइन ल खाना इच्छा हुनुहुन्छ भनेदेखि हामी उसिन्छौँ हेलो भियर्स हुन्छ पातलुखेतको चाहिँ हामी होमस्टेमा छौँ अहिले तपाईँ देख्न सक्नुहुन्छ पुरा गाउँले शैलीमा र हाम्रो सांस्कृतिक झल्कने परिवेश यहाँ हामीले देख्न सक्छौँ नै राखिरहनु किनभने तपाईँको चाहिँ पछि अबको केही वर्षमा चाहिँ यो पहिलो नम्बरमा आउँछ त्यो अप्सन पहिले अब हामीले आउनु पर्दा होमस्टे जाने त भन्दा यति कम्युनिटीमा हामी आउने यहाँ पहिलो हो क्या किनभने यहाँनिर चाहिँ हाम्रो जुन परम्परा संस्कृति जुन हाम्रो चालचलन छ यहाँ देख्न पाइयो क्या त्यो भएको कारणले अब चाहिँ तपाईँहरूले अलिकति मिल्छ भने म त यो बाहिरको जुन जस्ता छ त्यसमा पनि खरले साथ दिनुभयो अनि त्यो अझ बेटर भयो क्या किनभने यो देख्न पाउने भयो नि त बच्चाहरूले होइन त्यो भएको कारणले अबदेखि फेरि हामी आयौँ भने हाम्रो रोजाइ चाहिँ यो हुन्छ है मैले हजुरलाई यो पहिलो रोजाइ नै हुनेछ किनभने होमस्टेको अर्थ चाहिँ यो हो क्या है बच्चाहरूले यहाँ चाहिँ जुन एउटा गाउँले परिवेश एउटा हाम्रो समाज जुन परम्परा छ हाम्रो चलिआएको यो कुरा चाहिँ यहाँ देख्न पाइयो क्या है सर ल यसलाई चाहिँ कन्टिन्यू गर्नु गुन्द्रुक अचार साग सब्जी खाँदै हुनुहुन्छ हो ल सलाद भनिदिनु न विशेष म्यामहरू हुनुहुन्छ भन्नु तल आमामामामामा क्या है यस्तो बादलको बिचमा ल हेलो गाइज व्हाट प्लीज लाइक शेयर एन्ड सब्सक्राइब सिङ्गम रिटर्न्स भ्लग Yes, sir. कति राम्रो भ्यू पातलुखेत काभ्रे पलाञ्चोक जिल्ला यति रमणीय दृश्य अवलोकन गराउँदैछु यहाँलाई र पछाडि मेरा विद्यार्थी भाइ बहिनीहरू छन् कक्षा 10 का साह्रै रमाइरहेका अवस्थामा र मन निकै प्रफुल्लित भएका अवस्थामा विद्यार्थी भाइ बहिनीहरू भर्खरै खाएर आएको
तिमीहरू अब के यहीँ बसिरहने? काभ्रे पलाञ्चोक कल कल बगेको पानी निकै रमणीय अवस्थामा छ हामी पुरा। अहिले हामी फेरि अर्को होमस्टेमा छौँ। आउनुहोस् ल ए छिटो आउनुहोस्। आमा यो कति नम्बरको होमस्टे हो? 19 नम्बरको। अहिले हामी 19 नम्बरको होमस्टेमा छौँ। यहाँ दुईजना विद्यार्थी भाइ बहिनीहरू दिपिका लिना। ए नानु कस्तो लागिरहेछ तपाईँलाई भन्नुहोस्? तपाईँलाई होइन कस्तो लागिरहेछ सिङ्गम रिटर्न्स ब्लगमा आएर? सिङ्गम रिटर्न्स ब्लग भन्दा पनि आज यो पातलिखेत होमस्टेमा आएर कस्तो फिल भइरहेको छ र के सिक्नुभयो यहाँबाट? तपाईँ केही जानकारी गराउनुहोस्। धेरै कुरा सिक्यो भन्नाले के सिक्नुभयो? जस्तै ल भन्नुभयो यही कुरा सिक्नुभयो रहेछ। धन्यवाद त्यसको लागि। यसबाट पनि हामी केही नौलो कुराहरू सिक्छौँ। विद्यार्थी भाइ बहिनीहरू के गर्दैछन् यसो फिल्ड अब्जर्भेसनमा छु म। मेरो नाम सुजन श्रेष्ठ, सिङ्गम रिटर्न्स ब्लग। यति ओके रमणीय अवस्थामा यो हो नि भ्यू पातलिखेत होमस्टे। दृश्यावलोकन यति रमाइलो अवस्थामा छ। ल खिचिहाली खै ल के भन्नु चाहनुहुन्छ? ल यता बस्नुहोस्। हेलो नमस्ते, म सुनम कुमार। आज हामी पातलिखेत भन्ने ठाउँमा काभ्रे पलाञ्चोकमा काभ्रे जिल्लामा पर्ने एउटा सानो र सुन्दर गाउँ पातलिखेतमा आएका छौँ र यहाँ विभिन्न घरहरू हजुरहरूले देख्नुभयो होला। एकदमै रमाइलो भइरह आफै खाना पकाउने खाने सिक्यौँ। त्यसपछि व्यवहारिक हुन सिक्यौँ र हजुरहरूले यो नजारा हेर्न सक्नुहुन्छ। स्वर्ग छुम जस्तो आवाज हुने रहेछ पातले ठाउँ। म हजुरहरूलाई पर्सनली रिक्वेस्ट गर्छु हजुरहरू आइदिनुहोस्, उहाँहरूलाई सेवा गर्ने मौका दिनुहोस्। धन्यवाद। धन्यवाद। अनि यो पातलिखेत होमस्टेमा तपाईँले धेरै कुराहरू सिक्नुभयो भन्ने जानकारी गराउनु भयो। अब सिक्नुभएका कुरालाई बुँदागत रूपमा 1, 2, 3मा चाहिँ तपाईँले भन्नुपर्दा नम्बर 1मा तपाईँलाई सबैभन्दा राम्रो लागेको र यहाँबाट चाहिँ एउटा सिकेरै मैले गएँ भन्ने यस्तो फिल भएको कुरामा 1 नम्बरमा के पर्छ? 1 नम्बरमा व्यवहारिक कसरी चाहिँ मान्छेहरूलाई म्यानेज गर्ने, धेरै सङ्ख्या भए पनि नआत्तिकन के अरे आफूलाई कन्ट्रोल गरेर राम्ररी खाना पकाउने अनि एकजुट भएर घरको काम गर्न सिक्ने। जस्तै हामीले सधैँ ग्यासमै खाना पकाउने गर्थ्यौँ। आज यता आएर चाहिँ हामीले चुलोमै कोइलाको उसले पकायौँ। त्यही व्यवहारिक हुन सिकाउँछ। अनि त्यो भयो। त्यसपछि कसलाई कस्तो ट्रिट गर्ने, सहयोगको भावना। त्यसपछि सांस्कृतिक झल्कोहरूको सम्झना। हामीले बिर्सिँदै आएको हाम्रो संस्कृति संस्कारलाई यहाँ आएपछि पूर्ण सिकेको अनुभव हुन्छ। किनभने पातलिखेत होमस्टेको समुदायको मेम्बरहरूले चाहिँ हामीलाई त्यो कुराको जानकारी दिनुका साथसाथै हामीलाई प्रत्यक्ष त्यसको पनि त्यो नाचगान पनि गराउनुहुन्छ। त्यही भएर संस्कृतिको झल्को पनि आउँछ। समग्रमा भन्नुपर्दा पातलिखेत होमस्टे जुन काभ्रे पलाञ्चोक जिल्लामा अवस्थित छ, यहाँ आएर तपाईँले अहिलेसम्म भोग्दै गर्दै र सिक्दै गर्दै भन्दा फरक अनुभव चाहिँ तपाईँले यहाँ बटुलेर चाहिँ जानुभयो भन्ने चाहिँ सन्देश दिन्छ, यही होइन? ल पर्सनली रिक्वेस्ट गर्छु आइदिनु होला। धेरै राम्रो ठाउँ छ। केटिएम जस्तो होस्, हल्ला भएको ठाउँ, ध्वनि प्रदूषणले हामी दिक्काएको ठाउँ, एकदमै प्यारो गाउँको नेचुरल भाइब्स ल्याउँछ। यताको हरियाली यो मेनली यो एममा आउनुभयो भने चाहिँ हजुरहरूले यो हरियाली देख्न सक्नुहुनेछ। झन् आज त संयोगले मौसम पनि राम्रो भएको छ। थ्याङ्क यू गड भन्छु त्यसको लागि। अनि आउनु होला।
त्यही भन्न चाहन्छु। ल विद्यार्थी भाइ बहिनी हजुर तपाईँको शुभ नाम पनि भनिदिनुहोस् एकचोटि, मैले भन्नै बिर्सेँ, सोध्नै बिर्सेँ। शुभ नाम सुनम कुमार। सुनम कुमार। ल सुनम कुमारज्यू तपाईँलाई धेरै धेरै धन्यवाद छ, 2 शब्द बोलिदिनु भयो। र अन्तमा चाहिँ तपाईँ मात्रै होइन हामी सबै मिलेर चाहिँ अब काठमाडौँको जुन माहौल छ सबैलाई थाहा छ कस्तो छ भन्ने कुरा, त्यो माहौलबाट छुट्टै एउटा परिवेशमा आएर आफ्नो जीवनलाई अलिक पृथक बनाउन चाहनुहुन्छ भने एकपटक यो ठाउँ चाहिँ भिजिट गर्नै पर्ने रहेछ भन्ने सन्देश चाहिँ हामी यसै सिङ्गम रिटर्न्स ब्लगको मार्फतबाट हामी दिन चाहन्छौँ। हस् धन्यवाद। ल व्यावहारिक शिक्षा भनेको यही त हो नि आमा, यति व्यावहारिक शिक्षा कहाँ सिक्न पाइन्छ हो? हामीले त आफ्नो आफै माझेर आएको। म्याम शिवानी बमिट अझै भइरह। यो भाइ बाबुको नाम के हो? स्वर्णिम छ होइन, कक्षा 9 राइट? बाबु के ब्लगर हो? सर थोरै के बाबुको ब्लगको नाम के हो? सर त्यस्तो युट्युबमा चाहिँ हाल्दैन, जस्ट फोनको लागि मात्रै भ्लगिङ गर्छु। नाम के हो हजुर ब्लगको नाम? ब्लगको नाम भन्नाले आफ्नो च्यानलको नाम म त्यस्तो कहीँ कहीँ हान्दा हुँदैन, त्यतिकै फोनको लागि मात्रै? ठिक छ। सोबाला के छ? जोडी नमस्कार मेरो हाम्रो बाजे साहेबलाई। उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फेरि। ल ल ल सर फर्कौ। दिलमै बसाल मेरो त घर छैन
आऊ तिमी पनि रमाइलो छ यो साझा बढी सर यहाँ ल बिस्तारै 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 पछाडि जाऊ जाऊ ए यहाँ अगाडि जाऊ न यहाँ जाऊ 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 न पछि कहाँ है तिरिका ल भाइ त्यो नटिपेको लड्छ 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 अहिले हामी कञ्चन दुध केन्द्र के गर्दै हो दाइ ए अब कसरी भेट जाने त नि यता एकछिन जाउँ त भित्र लड लाग्छ हेलो 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 हजुर हस् 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 दुध प्रशोधन केन्द्र दुध यसरी प्रशोधन हुँदो रहेछ टेम्परेचर यहाँ देखाइरहेको छ अहिले 406 402 अहिले राम्रो आवाज सुनेको छैन विद्यार्थीहरू लाग्नेछ अहिले यहाँ केही यता साइडमा बोले नमस्कार सर हजुर मेरो सिङ्गम रिटर्न्स भ्लग यो सिङ्गम रिटर्न्स भ्लगबाट चाहिँ हजुरलाई म यो हाम्रो पातली खेत काभ्रे पलाञ्चोक सामुदायिकको यो हाम्रो दुग्ध प्रोसेसिङ गर्ने चाहिँ हाम्रो प्रक्रिया चलिरहेको रहेछ त्यहाँनिर होइन यसको बारेमा केही 2-4 शब्द राखिदिनुहुन्छ कि सर कहिले हाम्रो यो चाहिँ काभ्रे जिल्लाको धुलिखेल नगरपालिका 4 नम्बर वडा हजुर डाँडागाउँ भन्ने ठाउँमा पर्छ हजुर र यो पातलीखेल सामुदायिक होमस्टेको क्षेत्रभित्र पर्छ हजुर यो कञ्चन दुध उत्पादन केन्द्र हो यहाँ चाहिँ एक दिनमा करिब 25-30 हजार लिटर दुध कलेक्सन हुन्छ अनि यो दुधलाई चाहिँ बोइल गरेर यहाँ के अरे चाहिँ घिउ पनिर दही छुर्पी उत्पादन हुन्छ र यसको उत्पादन चाहिँ काठमाडौँ बजारमा लगिन्छ काठमाडौँ बजारमा भन्नाले काठमाडौँको धेरै ठाउँहरूमा चाहिँ यहाँको यो भक्तपुरदेखि नै बजार सुरु हुन्छ काठमाडौँ मात्रै लगिन्छ कि काठमाडौँ ललितपुर काठमाडौँ उपत्यकाबाट कहिलेकाहीँ यो उत्पादन अलि धेरै हुने हुनाले त्यो काठमाडौँ उपत्यकामा बिक्री गरिकन पनि अलि चाहिँ के अरे यो टिकाहरूको बेलामा चाहिँ
पाउडर दुध बनाउनको लागि पोखरासम्म पनि लाने गर्नुहुन्छ। यद्यपि म यसको धेरै जानकार चाहिँ हुँ, म आफै होमस्टे चलाउने हुनाले यो क्षेत्रभित्र लामो समयदेखि चलेको हुनाले थोरै जान्दछु। अब यहाँ हाम्रो यहाँ चाहिँ भएको चाहिँ जति पनि यो दुग्ध प्रोडक्ट्सहरू हुन्छन्, अब तपाईँहरूको यहाँको कतिवटा चाहिँ घरहरू छन् सर? जस्तै होमस्टेमा कतिवटा घरहरू छन्? होमस्टेमा चाहिँ हामी 21 घर छौँ। 21 घर विद्यालय छ। हजुर। त्यो विद्यालयमा चाहिँ गेस्टहरूले त्यहाँ जाने, अन्तर्क्रिया गर्ने, कहिलेकाहीँ चाहिँ त्यो स्कुलमा कलर गर्ने, कहिले वृक्षारोपण गर्ने, कहिले चाहिँ विद्यार्थीहरूसँग खेल खेल्ने यो गर्नुहुन्छ। त्यसो गरेर बाँकी चाहिँ हामी 21 घर छौँ। 21 घरमा अहिले हामी 11 घर चलेका छौँ। केही घर चाहिँ अहिले अलिक पब्लिस हुन्छ। हाम्रो यो पातलीखेत होमस्टेको बारेमा पनि केही भनिदिनुहुन्छ कि? धन्यवाद। पातलीखेत सामुदायिक होमस्टे चाहिँ म व्यक्तिगत रूपमा 54 सालमा गाविस अध्यक्षमा विजय भएँ। त्यसपछि यहाँका पूर्वाधारहरू बनाउने क्रममा खोज्दै हिँड्दा लभ ग्रिन नेपाल भन्ने प्रोजेक्ट, जुन अन्तर्राष्ट्रिय प्रोजेक्ट हो, सँग मेरो कन्ट्याक्ट भयो। त्यसपछि अरू धेरै पूर्वाधारहरू बनाउने क्रममा चाहिँ विद्यालय, स्वास्थ्य चौकी, अनि टोयलेट, बायोग्यास र आय आर्जनसँग चाहिँ जोडिएर यो प्रोजेक्टले काम गर्थ्यो। र यहाँ रहेका 6वटा सामुदायिक विद्यालयहरू जहाँ चाहिँ स्तरीय पठन पाठनका लागि योग्य विद्यालयहरू बनाउनुभयो। त्यसपछि चाहिँ एउटा अघि हामीले स्वागत सत्कार गरेको सामुदायिक भवन बनाउनुभयो। र त्यसपछि उहाँहरूकै सल्लाहमा, लभ ग्रिन नेपालकै सल्लाहमा चाहिँ यो चाहिँ पाहुना पाल्ने कार्यक्रम गरौँ बडाल्छु भनेर हामीलाई पनि त्यति बेलासम्म धेरै थाहा थिएन। उहाँहरूले 2-3 दिनसम्म हामीलाई राखेर सहजीकरण गर्नुभयो। त्यसपछि लगेर पर्यटन विभागमा हामीलाई चाहिँ जोडाइदिनु भयो। त्यसपछि हामी आफै सामाजिक क्षेत्रमा लागेका हुनाले अगाडि बढ्यौँ। तत्कालीन पर्यटन मन्त्रालयका सचिवहरूसँग आएर भूगोल हेरेर ठिक छ यो ठाउँ राम्रो छ भनेर सिफारिस गरेपछि हामी दर्ता गरेर सञ्चालनमा आयौँ। जति बेलादेखि हामीले 67देखि यो सुरु गऱ्यौँ र 70देखि हामीले पाहुना राख्न सुरु गऱ्यौँ। जति बेलादेखि हामीले पाहुना राख्न सुरु गऱ्यौँ 70, त्यो बेलादेखि अहिलेसम्म लभ ग्रिन नेपालको सहयोगमा निरन्तर चाहिँ राख्नुभएको छ। यसको अलावा चाहिँ हल्यान्ड, नेदरल्यान्ड, ताइवानको त धेरै आउनुभयो कोभिड अगाडि। कोभिड पछाडि चाहिँ अलिक बिग्रेको छ। अहिले चाहिँ युकेबाट अलिक 2-4वटा ग्रुपहरू आइरहेछ। त्यसरी आन्तरिक र बाह्य पर्यटकहरूको राम्रो आगमनको थलो बनेको छ पातलीखेत सामुदायिक होमस्टे। अनि यो पातलीखेत जुन यो हाम्रो होमस्टेमा हामीले यहाँनिर यसो भिजिट गर्ने क्रममा चाहिँ पुराना घरहरू एकदम निकै नै कम मात्रामा हामीले देख्यौँ कि पुरा यहाँनिर चाहिँ एउटा हाम्रो प्रब्लम चाहिँ के भयो भन्दाखेरि, क्वेसन चाहिँ के हजुरलाई छ भन्दाखेरि, यहाँनिर सबै कङ्क्रिटले बनेका मात्रै हामीले अब होमस्टेजहरू मात्र देख्यौँ होइन। हामी जुन ठाउँबाट आयौँ, जस्तै काठमाडौँबाट हामी त्यहाँबाट हामी चाहिँ यहाँ आउँदा क्रममा हामीले त्यहाँ र यहाँमा के फरक छुट्यायौँ भन्दाखेरि, हामीले होमस्टेजहरू जुन माटोले बनेका घरहरू हामीले चाहिँ खोजेको चाहिँ त्यस्तो खोजेको होइन। तर हामीले पाउँदाखेरि चाहिँ उता काठमाडौँमा जस्तो छ यहाँ पनि त्यस्तै भेटाउँदाखेरि अलिकति हामीलाई चाहिँ यो विषयले अलिकति गम्भीर यसमा सोच्नुपर्ने हो कि जस्तो महसुस भयो। यहाँले देख्नुभएको र भोग्नुभएको कुरा सत्य हो। हामीले पनि प्रयत्न गऱ्यौँ। जति बेला भूकम्प गयो, भूकम्पपछि पुनर्निर्माणको क्रममा ढुङ्गा माटो नै जडानी गरेर बनाउन भनेर भन्दा हामीले समुदायलाई कन्भिन्स गराउन सकेन। एउटा त त्यो मुसाले खन्ने, अर्को चाहिँ अलि बढी फोहोर हुने, अर्को त्यसको चाहिँ स्याहार सुसारलाई लिफोट बढी गरिराख्नु हुनाले होइन हामी त्यसलाई राज्यले पनि अलिकति सहयोगै गरेको भन्नु पऱ्यो। राज्यबाट अनुदान आउने भएपछि कङ्क्रिटकै बनाउने भनेर। यद्यपि हामी पुराना घरहरू भेट्छौँ, बस्नेका लागि पुराना घर चाहिँ छैन। तर पुराना घरमा अघि चाहिँ 11 नम्बरमा खाना खानु मेरै घर भयो। त्यो चाहिँ बाहिर इँटा लगाएको भए पनि भित्र काठहरूको बनाएको छ। पुराना घरहरू केही छन्, नभएको होइन। तर तिनै घरमा चाहिँ हामीले राखेका छैनौँ, किनभने नयाँ त्यो ढुङ्गा माटो जोडेर बनाउनु भएन। पुराना घरमा चाहिँ खाना खानलाई चाहिँ चलाएको छ। बस्नेका लागि फेरि पनि भूकम्पले अलिकति डिस्टर्ब गरे हुन त्यसमा राखेको छैन। यो समस्या हो, हरेकले चाहिँ केही कुरा भन्नुहुन्छ। हामी त्यसलाई त्यति सोच्दैछौँ, कहीँ चाहिँ साझेदारीमा बनाउन सकिने अवस्था रह्यो भने पुरानो मोडलको
कम्तीमा एउटा कोठा चाहिँ सबै घरको लागि बनाउन सकिन्छ कि भनेर सोच्दैछु। किन हेलो गाइज, सो इट्स मी सुजन श्रेष्ठ फ्रम सिङ्गम रिटर्न्स भ्लग है। साथीहरू, आज हामी पातलेखेत काभ्रेपलान चौकमा छौँ र यहाँ हाम्रो चैत्य, एउटा बौद्ध चैत्य जुन नमोबुद्धभन्दा अलिकति माथितिर चाहिँ हामी आइपुगेका छौँ र एकजना हाम्रो ज्ञान निकेतनका भाइ, के नाम बाबु तिम्रो? मेरो नाम चाहिँ नितेश राहुल। नितेश राहुल, ठिक छ। केही प्रश्न चाहिँ म गर्छु नितेश राहुललाई। बाबु, तिमीलाई आज ज्ञान निकेतनबाट यहाँ आयो होइन, र यहाँको पातलेखेतको बारेमा चाहिँ के बुझेछौ तिमीले, त्यो भन्नुहोस्। पातलेखेत चाहिँ एकदमै सुन्दर खेत रहेछ, जहाँ चाहिँ माथिबाट हेर्दाखेरि बेसीमा चाहिँ खेत अनि लेखमा चाहिँ मकै रोपिने गरिँदो रहेछ यहाँ चाहिँ। अनि हामीलाई यहाँ 6:30 बजी चाहिँ हामी यहाँ पुगेर आफ्नो ग्रुप छुट्याएर हामी एउटा बुवाको होमस्टेमा गयौँ। त्यहाँ गएर आफै खानासाना पकायौँ अनि बुवाले नि हामीलाई मिठो मिठो कुरा सुनाउनु भयो अनि खाना खाँदै रमाइला गफ गरियो। बुवाले चाहिँ बिदाई गर्दै हामीलाई गाता त्यो प्रयोग गरिदिएर आफ्नो सम्झना छोडेर जानुभयो। हामी फेरि अर्को वर्ष आउनेछु भन्ने मलाई लागेको छ। यस्तो सुन्दर दृश्य हेर्दा हजुरलाई कस्तो, मलाई चाहिँ राम्रो लागेको छ, अरू विद्यार्थीलाई नि राम्रै लागेको भन्ने सोध्छु म। अनि हजुरलाई चाहिँ कस्तो लाग्यो सर यो पातलेखेत भन्ने ठाउँ? मलाई नि निकै रमाइलो लाग्यो। र तपाईँले हजुर यहाँ हाम्रो यो होमस्टेमा तपाईँ कति नम्बरको घरमा? हामी 20 नम्बर होला सायदै, मलाई त्यस्तो एक्ज्याक्ट थाहा भएन। हामी चाहिँ 20 नम्बरमा गएको थियो। 20 नम्बरको बुवा आमा दुइटै हामीलाई गएको देखेर रुनै लाग्नु भएको थियो। हामीलाई लास्ट नराम्रो लागेको थियो। अब के गर्नु, जिन्दगीको लेखै यस्तो हो, भेटिने मान्छे जहिले भयो नि छुटिन त छुटिन्छ। अब हजुर र म नि अहिले यहाँ छौँ, भोलि कहाँ हुन्छु थाहा छैन, त्यो छुट्टिनै पर्ने हुन्छ होइन। अब दुइटै आमा बुवाले हामीलाई लास्ट राम्रो माया गरेर देखाउनु भयो, हामीले नि उहाँप्रति माया देखायौँ। अनि आउने बेला चाहिँ हामी पनि नराम्रै लागेको थियो, तर के गर्नु, अब जानै पर्ने हुन्छ। अहिले चाहिँ हामी यहाँ पिपल बोटमा आएर रमाइलो यहाँ पछाडिको दृश्य हेर्न सक्नुहुन्छ। यहाँ राम्रो छ, हजुर नि यहाँ आएर केही कुरा सिक्न सक्नुहुन्छ। पातलेखेत एकदमै राम्रो काभ्रेपलान चोक 11 नम्बर वडामा पर्ने रहेछ। यहाँ हामी सरसित रमाइलो गरिरहेका छौँ। अरू सोध्नु मलाई? ल, अरू त ठिकै छ, जे चाहिँ यहाँनिर मजाले रमाइलो गर्नु भएको छ। र यहाँको हाम्रो प्रोजेक्ट वर्क, रिसर्च वर्क सबै कुरा तपाईँको सम्पन्न गरेर नै जानुहोस् भन्ने चाहिँ सुजन चौहान सरले हामीलाई दिनुभयो। त्यो राम्रो कुरा हो, सरले भन्नुभयो यस्तो यस्तो ठाउँमा ल्याएर देखाउनु भयो। सरलाई नि धन्यवाद। र सुजन सरले आज यो मौका दिनुभयो मलाई बोल्ने, त्यसको लागि नि म धन्यवाद दिन चाहन्छु हाम्रो सुजन सरलाई। सिङ्गम रिटर्न भ्लगमा एउटा लाइक, सब्सक्राइब, कमेन्ट सबै गरिदिनु होला, त्यही भन्न चाहन्छु। ल त भाइ, धेरै धेरै धन्यवाद। फेरि एकचोटि मेरो च्यानलको नाम सिङ्गम रिटर्न्स भ्लग, र यसमा अनगिन्ती रूपमा लाइक, सेयर, सब्सक्राइब गरेर यो चाँडै नै हामी यो भ्लग युट्युबमा हामी अपलोड गर्दैछौँ होइन, फेसबुकमा पनि पोस्ट गर्छौँ, युट्युबमा पनि अपलोड गर्छौँ। र धेरैभन्दा धेरै लाइक, सेयर, सब्सक्राइब गरेर चाहिँ अझ यो भिडियोलाई चाहिँ मजाले धेरै समक्ष पुर्याइदिनु हुन भन्ने चाहिँ आश गरेको छु। हस्, धन्यवाद।
मिठो दियो पहिलो बिहान हाम्रो पहिलो बिहानको काम भनेको बिहान उठेपछि हामी गाउँमा अहिले पनि गाई बस्तुहरू पालेका छौँ। त्यो कुरोहरू पकाउने त्यसलाई खुवाउने त्यसपछि बिहान बोकेर डेरीमा आउने हो। त्यो सबै गाउँलेहरूबाट कलेक्सन भएको दुध चाहिँ त्यहाँ पुग्छ। त्यहाँ पुगेपछि त्यसलाई चिस्याउने त्यसका प्रोसेसिङहरू छन् के बनाउने के बनाउँदाखेरि मार्केटमा सहजसँग जान्छ त्यो हिसाबले उहाँहरूले योजना बनाउनुहुन्छ र मार्केटसम्म लैजानुहुन्छ र यहाँको दुध चाहिँ डेरीले आफ्नो ब्रान्ड बनाएको छ कञ्चन डेरी भनेर। त्यो दुध चाहिँ दुध दही चाहिँ असाध्यै राम्रो मानिन्छ। मैले त्यही पनि यहाँले त्यहाँ हेर्नुभयो सामान्य छोटो जानकारी दिएको। त्यसपछि तपाईँहरू अलिकति तल जानुभयो घुम्दै घुम्दै तल पिपलटीमा जानुभयो स्तुपामा जानुभयो हो। त्यो स्तुपा कुन धर्मसँग सम्बन्धित छ? बौद्ध धर्मसँग सम्बन्धित छ हो। त्यसपछि तपाईँहरूले यो घुम्दै गर्दा र तपाईँहरूको बसाइ भएको हिसाबले पनि हिन्दू धर्म मान्ने बाहुन क्षेत्रीहरू पनि हुनुहुँदो रहेछ। त्यसपछि
त्यो चाहिँ हाम्रो विदाई कार्यक्रम छिटो छिटो फर्स्ट ल ल ल अहिले चाहिँदैन अहिले ग्रुप फोटो मात्रै मलाई दियो है Subhana. Ilasa, what happened? I'll dance with it. Subhana. Suspita. Ada. यहाँ क्यामेरा हेर्दै गर
Alicia.